Good morning from Chopta Getching के भन्यो यहाँबाट है अनि अहिले चाहिँ स्नोफल रातभरि परेर चाहिँ यहाँ यस्तो भइरहेको छ अनि उपरतिर कुकुर छ हो यहाँ पनि कुकुर वेदर एकदमै राम्रो छ अच्छा आए यहाँ दुईटा So good morning. अहिले चाहिँ हामी फिल्डमा जाँदैछौँ अनि यो चाहिँ बेलुका हेरेको दिएको छ साइड स्टेडियम हाम्रो सर्भिस स्टार्ट भएको छ अहिले चाहिँ यो जग्गालाई चाहिँ थुम्बुक भन्दो रहेछ है गुरुदोङमार जाने बाटो अनि यहाँ हामीसँग हुनुहुन्छ अहिले निमङ्कर अनि पाल्देन अनि अहिले हामीसँग कुकुर पनि जान्दैछ हो अनि वा कति दामी बच्चा डराइरहेछ कुकुर बच्चा याङदीमा चाहिँ यस्तो दामी रहेछ ब्रिज है अन्त अरू साथीहरू चाहिँ ऊ त्यो डोजो म आउँदैछ है ट्याक 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 गरेर मेरो बुट यस्तो छ अनि हामी तीनजना चाहिँ हिँडेर सर्भिस गर्दैछौँ अहिले चाहिँ तीनजना होइन आज हामीसँग एउटा कुकुर पनि छ अनि अरू साथीहरू चाहिँ त्यो डोज जेसिबीमा आउँदैछ है साङहरू अर्को टिमहरू अनि स्नोफल हुँदैछ ग्रुप बी चाहिँ पुरा बेमानी गर्दैछ जेसिबीमा चढेर आएर हामीलाई हिँडाएको छ ग्रुप बी चाहिँ जेसिबीमा आउँदैछ अनि स्नोफल पनि स्टार्ट भयो हाम्रो यस्तो दामी छ है हाम्रो लन्च टाइम चाहिँ है यतिको एलिभेसन 14,500 फिटमा हामी चाहिँ यसरी मजाले लन्च गरिरहेका छौँ एन्ड धेरै धेरै धन्यवाद इन्डियन आर्मीहरूलाई हामीलाई यस्तो राम्रो लन्च प्रोभाइड गरिदिनु भएकोमा थ्याङ्क यू अहिले चाहिँ हामी फर्किँदैछौँ हामीले रासिन पनि सिङमुनि पलाइसक्यो तपाईँको भिडियो म एउटा भन्नु चाहन्छ आर्मीले ब्याग पनि भरेर हिँड्नु सकेको छैन अब हेर्नु ब्याग अघि आउँदाखेरि हाम्रो ब्याग सुकेको थियो हाम्रो ब्याग अहिले फुल निमा अङ्कलको ब्याग देखाइदिनु प्लिज कहाँ गयो अङ्कल अनि तपाईँ हात कम देखाउनु नि ए स्नेकर यो त अहिले मैले एउटा बट्टा मात्रै बोकेको छु होइन अरू बट्टा 4टा बट्टा भित्र ब्याग भित्रै छ आए रिटर्निङ अहिले रिटर्निङमा चाहिँ हामीले फेरि ब्याग चेक गर्नु भारी भारी बोकिरहेको छ स्नोफल पनि हुँदैछ सो 2025 को चाहिँ हाम्रो लागि चाहिँ फर्स्ट स्नोफल हो अनि हामी काम साथै साथै है स्नोफल पनि इन्जोय गरिरहेको छौँ झन्डै लड्यो हो अन्त नि मजा आइरहेछ के भन्नु छ सा मजा आउँदैछ मजै मजै आइरहेछ होइन ब्रेक ल अहिले मैले हात ग्लोभ्स खोलेर हिँड्दैछु कि एकदमै चिसो भइरहेछ अनि लाएर हिँड्दैछु हो अनि तपाईँहरूलाई मेरो ब्लग मन पराएमा लाइक फलो गरिदिनुहोस् होला ताजमहल हेलोसिनेसन स्टार्ट हुँदैछ ताजमहल पनि देख्नु हुँदो रहेछ यहाँ हाम्रो घरमा त्यसले देखो टाइगर स्नो टाइगर रहेछ यहाँनिर चिया बनाउँदैछ यहाँनिर सबै अहिले चाहिँ चरक चरिक मिलाउने टाइममा एउटा डान्स गरिदिनु न यति सुन्नु धन्यवाद मेरो ब्लग हेरिदिनु भएकोमा अर्को भिडियो पनि फेरि म अपलोड गर्नेछु कीप लभिङ कीप सपोर्टिङ